असल म्याच हो गाइस टिमहरु स्ट्रङ छ हो कुद्दैछ गाइस आम्मामा यति सारो क्यामेरा क्वालिटी पनि राम्रो छ है आइफोनबाटै उयो गरेको गाइस हो के भन्नु अब सांगे भाइ हाँस्दै छ हेर्नु न मैले हाउडी बोल्यो भने खतरा कुद्दैछ गाइस आम्बो खतरा गोरु हेर्नु रहेछ नि टिमहरु नि सबै गोरुको मासु खाएको टिमहरु रहेछ नि खतरा छ है टिमहरु चाहिँ गाइस हाम्रो रातिको म्याच हो यो चाहिँ म र साथी चाहिँ आएको थिएँ नि त तपाईलाई भने त अघि नै अन्त यसको चाहिँ म्याच सक्यो कि अहिले अन्त अर्को म्याच चाहिँ स्टार्ट झन्डै जित्यो अरे यिनीहरूले चाहिँ मेरो साङ्गे शेर्पा भाइले चाहिँ क्या अलिकतिले मात्रै उयो भएछ हारेछ नि बेसी बोल्छस् अन्त यस्तो छ म्याच चाहिँ क्या रातिको म्याच चाहिँ खतरा छ यहाँ फ्याक्ट्रीकै छेउमा छ हो के भन्नु अरू त जिम तक फ्याक्ट्रीको छेउमै छ फ्रीमा खाने भने दिन्छ अरे 10 रुपियाँ गोटाको 10 रुपिस मात्रै हो ओन्ली फ्याक्ट्रीमा पनि खायो भने कार्टुनको चाहिँ 450 होला हो त मैले किनेको थिएँ चाट अन्त यस्तै छ है चलिरहेछ म्याच चाहिँ हो राम्रो टिम छ है खेल्नेहरू चाहिँ आम्पो कम त कुद्दैन त आम्बो सबै पावर रेन्जर हो कि फेरि चाहिँ कुद्दैछ गोल पनि लगाएछ गाइस अन्त यी मेरो साथी चाहिँ यही सुतिरहेछ अन्त यस्तै छ चलिरहेछ म्याच दोषहरू नि यता छ लाइनमा सबै भेडा बाख्राहरू अन्त यस्तो छ के भन्नु चली हावा चली क्यान्टिन पनि छ के खाने भने गाइस भोक लाग्यो भने हो देखाइदिइराखेको तपाईहरुलाई हो उता चाहिँ क्यान्टिन छ कुद्नु पनि खतरा कुद्दैछ गाइस टिमहरु चाहिँ स्ट्रङै रहेछ तपाईहरुलाई फुटबल कस्तो लाग्छ भनिदिनुहोस् राम्रो लाग्यो भने हेरिदिनुहोस् मेरो च्यानल युट्युबमा पनि हाल्छु म टिकटकमा पनि हाल्छु फेसबुकमा पनि हाल्छु हो इन्स्टाहरुमा त पोसिहाल्छ लिंक छ भने फेसबुकमै एट्याच छ भने त पोसिहाल्छ गाइस हो म्याच चाहिँ यस्तो छ फुटसल चाहिँ राति हेर्नु मजा आउँछ नि त यस्तै चल्दैछ यति नै भन्दै गुड नाइट गाइस सबैलाई हो सबैजना राम्ररी खाना खानु हो म चाहिँ यति नै भन्दै यो ब्लग सक्नु पर्यो।